आज एनर्जी एकदमै कम थियो तर पनि रुटिन भने रोकिएन। डे 38 अफ माई वर्किङ। आज बिहान 12 बजे उठेँ र जर्नल लेखेँ। त्यसपछि एकछिन स्ट्रेचिङ गरेँ। हिजो हेभी डेडलिफ्ट गरेको भएर शरीर थोरै दुखेको थियो। त्यसपछि पोजिङ गरेँ। बिना पम्प नै मेरो ब्याक मसल भिजिबल थियो। ब्याकले राम्रो प्रोग्रेस देखाइरहेको भएर एकदमै खुसी लाग्यो। त्यसपछि नुहाएर तातो पानीसँगै आफ्नो ओटमिल खाएँ र किचनभित्र छिरेँ। आज दिनभरिको लागि खानाहरू तयार गरेर म 4 बजे काममा पुगेँ। काममा इनर्जी ठिकै थियो, शरीर फ्रेस लागेको थियो। तर राति 12 बजे जिममा पुगेँ। एकदमै इनर्जी कम थियो। 1 बजेपछि जिम पनि शान्त भयो जहाँ म एक्लै थिएँ। वर्कआउट सुरु गर्दा इनर्जी छँदै थिएन। घर जान मन थियो, गिभअप गरिसकेको थिएँ। तर मैले आजको वर्कआउट सेड्युल पहिले सोमबार नै मेरो रेस्ट डेमा बनाएको थिएँ। त्यही भएर जस्तोसुकै हालतमा पनि वर्कआउट सक्नुपर्ने थियो। सधैँ लेग डेमा 2 घन्टा लगाउँथेँ तर आज 3 घन्टा लाग्यो। 12 बजेदेखि 3 बजेसम्म वर्कआउट गरेर त्यसपछि म घरमा आएँ। थकाइले गर्दा खाना पनि खानु मन थिएन तर भोलि काम भएकोले आफूलाई शक्ति पनि चाहिन्छ भनेर खाना खाएँ र सुत्ने तयारी गर्दैछु। सबैलाई गुड नाइट। इट्स टाइम टु टेक अ रेस्ट।